हेलो गुड मर्निङ तपाईँहरू सबैजनालाई। आज चाहिँ भने म चाहिँ मेरो काम चाहिँ यस्तो छ, बिहानको काम चाहिँ यस्तै हो है। नानीहरूलाई ब्रेकफास्ट बनाउनुपर्छ। आजको ब्रेकफास्टमा चाहिँ सुक्खा रोटी र आलु बनाएको छु। आलुलाई पनि पकाइसकेँ। बिहान चाहिँ यस्तै हुन्छ मेरो काम। बिहानको काम चाहिँ यही हो। तपाईँहरू के गर्नु हुँदैछ यति बेला उठेर के गर्नु हुँदै होला। म चाहिँ बिहानको काम मेरो यस्तै हुन्छ। बिहान चाहिँ पिजीमा नानीहरू छ, नानीहरूलाई खाजा बनाउनै पर्यो। मेहनत नगरी त हुँदैन। मानिसले अल्छी गऱ्यो भने चाहिँ केही कुरो पनि हुँदैन। जाँगा चाहिँ चलाउनै पर्छ, पिजी चलाउनु चाहिँ साह्रै छ। टाइम टेबलहरू पुरा मिलाउनुपर्छ नानीहरूको खानुको। र कस्तो लाग्छ हेरिदिनुहोस् है। लाइक कमेन्ट र सेयर पनि गरिदिनुहोस्। साथै मेरो फेसबुक पेजलाई फलो पनि गरिदिनुहोस्। तपाईँहरूले मेरो धेरै हेरिदिनु भएको छ, त्यसको लागि पनि म धन्यवाद दिन्छु। उपरान्त आउने ब्लगहरूलाई पनि तपाईँहरूले हेरिदिनुहोस् है।